आज हामी स्वयम्भू आएका छौँ यहाँको एकदम फेमस किमा नुडल्स र लाफिङ खाने ठाउँ ओम लाफिङ सेन्टरमा। लोकेसन भनिदिउँ, लेट्स बिगिन है त। म छु इचुङ नारायण सिंगल ट्री भन्ने ठाउँमा र मसँग छ यामाको FZS V3। FZS V3 को मोनोक्रस सस्पेन्सनले यस्तो अफरोडमा पनि सकलाई एक्सिलेन्टली अब्जर्भ गरी बाइकलाई स्टेबल राख्छ भने 140 mm को वाइड रेडियल टायरले बलियो ग्रिप बनाइरहन्छ। FI इन्जिन र त्यसमाथि लाइट वेट भएको कारणले ह्यान्डलिङ र माइलेजमा पनि दिस इज द बेस्ट। यति भन्दै हामी लागौँ अब यताबाट अलि तलतिर। सिंगल ट्रीबाट बुद्ध पार्क हुँदै स्वयम्भू भगवान तहबाट विजेश्वरी जाने बाटोतिर बिस्तारै जाँदै गर्नुभयो भने यु विल सी आवर डेस्टिनेसन फर टुडे, ओम लाफिङ सेन्टर। यो लाफिङ सेन्टर पहिले किमडोरमा थियो भने अहिले रिसेन्टली यहाँ सिफ्ट भएको छ र मान्छेहरूमा जस्तै यो लाफिङ सेन्टर खोजी खोजी आउने क्रम चाहिँ जारी नै छ है। सो कुरा बुझ्दै जाँदा यो चाहिँ एक्चुअली सेकेन्ड ब्रान्च हो रे है। उहाँले सुरु चाहिँ बुद्ध पार्कबाट गर्नुभएको रहेछ, त्यो पनि 8 वर्ष अगाडि। नाउ इजन्ट द्याट असम? Talking about the menu, laughing मात्रै होइन, you can have these delicious varieties of thukpa, sausage and kima noodles as well. So pricing र टेस्ट दुइटै गजब रहेको ओम लाफिङ सेन्टरमा आउने होइन त? See you in the next episode of Yamaha Meals on Wheels.